उहाँ हुन् राजेश बानिया, ह्याङओभर टेकअवेजका सञ्चालक। आज भन्दा 2 वर्ष अगाडि राजेश र उहाँका साथीहरू मिलेर सञ्चालन गरिएको यो व्यवसाय आजसम्म पनि निरन्तर चलिरहेको छ। पेसाले प्याराग्लाइडिङ पाइलट पनि रहेका राजेशलाई पोखराको पर्यटनबारे राम्रो ज्ञान छ र त्यही ज्ञानको सदुपयोग गर्दै राजेशले ह्याङओभर टेकअवेजको सुरुवात गरेका हुन्। घरमै बनेको आइसक्रिम, त्यो पनि विभिन्न स्वादहरूमा भएको कारणले ह्याङओभर टेकअवेज लेक साइडमा परिचित रहेको छ। ब्लुबेरी भिगन आइसक्रिम, स्ट्रबेरी भिगन आइसक्रिम र अन्य विभिन्न स्वादहरूका कारण दुवै नेपाली र विदेशी पर्यटकमा उनको आइसक्रिम परिचित छ। यति मात्र नभएर पर्यटकहरूको सुझावका कारण उहाँले लोकल कफी बिन्सहरू पनि ल्याएर त्यसलाई ह्यान्ड प्रेस गरेर कफी सप पनि गरिराख्नु भएको छ। हामीले राजेशलाई नेपालमै रहनु भएको उद्यमीहरूलाई के सन्देश दिन चाहनुहुन्छ भनेर सोध्दा उहाँको भनाइ यस्तो छ। अब मार्केटमा अब सबैको देखासिखी गर्नुभन्दा पनि तपाईँ के कुरामा स्पेसिफिक, अब के कुरा तपाईँलाई राम्रोसँग ज्ञान छ, त्यसमा के कुराको राम्रोसँग सेल हुन्छ, त्यसैलाई फोकस गरेर जुन आफ्नो गुड पोइन्ट हो त्यसलाई फोकस गरेर बिजनेस गर्नुभयो भने चाहिँ अभियसली चल्छ नि, होइन? किनभने पोटेन्सियल धेरै छ मार्केटमा, मान्छेहरू पनि छ, तर कसरी लिने भन्ने हो। गर्न सकिन्छ, तपाईँ विदेशै जानुपर्छ भन्ने चाहिँ छैन। त्यही नै भन्न चाहन्छु मसँगैको साथीहरू, युथहरू, अब आउने भाइ बहिनीहरूलाई चाहिँ सकिन्छ, मजाले सकिन्छ नेपालमा।